उसको खुसीको लागि उसैसँग बोल्न छोडिदिए। यो वाक्य कुनै साहित्यिक लाइन थिएन, यो मेरो जीवनको सबैभन्दा भारी निर्णय थियो। मानिसहरू भन्छन् माया भनेको सँगै हुनु हो, सँगै हाँस्नु, सँगै रोइनु, सँगै भविष्य बुन्नु। तर कसैले मलाई यो सिकाएन कि कहिलेकाहीँ माया भनेको आफूलाई हटाएर अर्काको जीवन हलुका बनाइदिनु पनि हुँदो रहेछ। म उसलाई पहिलो पटक भेट्दा उसको हाँसो धेरै ठूलो थिएन, तर आँखामा असाध्यै गहिरो शान्ति थियो। त्यो शान्ति मलाई तान्यो। सायद त्यसैले म बिस्तारै उसको संसारमा पस्दै गएँ। हामी प्रेममा परेका थियौं कि होइनौं त्यो परिभाषा गर्न आज पनि मलाई गाह्रो लाग्छ। तर यति थाहा छ, उसको दिन कस्तो गयो भन्ने जान्न मलाई आफ्नै दिनभन्दा बढी चासो हुन्थ्यो। उसको सानो दुःखले मेरो रातहरू लामो बनाइदिन्थ्यो। उसको खुसीले मेरो सबै थकान बिर्साइदिन्थ्यो। तर समय सधैँ मायाको पक्षमा उभिँदैन रहेछ। उसको जीवनमा धेरै कुरा बदलिँदै थिए। जिम्मेवारी, अपेक्षा, डर, र त्यो डरभित्र म बिस्तारै बोझ बन्दै गएको थिएँ। उसले केही भनेर म पनि चुप लागे, तर मौनले सबै कुरा बोलिसकेको थियो। जब म बोल्थे उसको आँखामा थकान देखिन्थ्यो। जब म चुप लाग्थे ऊ राहत महसुस गर्थ्यो। त्यहीबाट मेरो निर्णय जन्मियो। म बुझ्न थाले मेरो उपस्थिति उसको मुस्कानको कारण होइन, कहिलेकाहीँ बाधा बन्दै थियो। त्यसपछि मैले सबैभन्दा कठिन काम गरे। उसलाई गाली गरिन, उसलाई दोष दिइन, उसलाई रोक्न खोजिन। मैले केवल आफूलाई रोके। सन्देशहरू छोटिँदै गए, फोन उठ्न छोडे। उसको नाम देख्दा हृदय काँप्थ्यो, तर औँला चल्दैन थियो। उसले एक दिन सोधी, के म तिमीलाई थकाइरहेकी छु? त्यो प्रश्नले मेरो आत्मा च्यातियो। मैले जवाफ दिएँ, होइन, तिमी कहिल्यै बोझ थिएनौ। तर सत्य के थियो भने म उसको बोझ बन्न डराइरहेको थिएँ। म उसलाई भन्न चाहन्थे, म तिमीलाई यति माया गर्छु कि तिमी खुसी हुन म तिमीबाट टाढा हुन तयार छु। तर सबै सत्य भन्न मिल्दैन रहेछ। केही माया शब्दमा व्यक्त हुँदैन, केही माया मौनमै पूरा हुन्छ। उसको जीवनमा अरू मानिसहरू आए। उसको हाँसो फेरि फर्कियो। त्यो देखेर मेरो मन रोयो, तर आत्मा शान्त भयो, किनकि त्यो हाँसो मैले चाहेको थियो। सायद म उसँग टाढा भए, तर उसको खुसीको प्रार्थनाबाट कहिल्यै टाढा हुन सकिन। आज पनि कुनै साँझ आकाश धेरै शान्त हुँदा म उसको नाम मनभित्र बिस्तारै उच्चारण गर्छु। ऊ जहाँ भए पनि, जससँग भए पनि सुखी रहोस्, किनकि पाउनु मात्र मायाको अन्तिम लक्ष्य होइन रहेछ। कहिलेकाहीँ कसैलाई छोडिदिन सक्नु नै मायाको सबैभन्दा ठूलो साहस हो। म उसबाट टाढा भएको ठ्याक्कै 1 वर्षपछि ऊ फेरि मेरो संसारको ढोकामा उभिही। ढोका भनेको घरको ढोका होइन, मनको ढोका। उसको नाम मोबाइलको स्क्रिनमा चम्किँदा म केही सेकेन्ड सास लिन बिर्सिए। नाम उही थियो, तर त्यो नामले ल्याएको डर नयाँ थियो। म सोच्दै थिएँ, मैले उसलाई छोडेको हुँ, अब फर्किन किन आयो? केही समय मैले फोन उठाइन, किनकि केही आवाज सुन्ने साहस समयले माग्छ। तर अन्ततः फोन उठाएँ। कस्तो छौ? उसको आवाज पहिले भन्दा धेरै शान्त थियो। ठिकै छु, मैले भने। तर त्यो ठिकै मेरो जीवनको सबैभन्दा झुटो शब्द थियो। हामी दुवै केही सेकेन्ड चुप लाग्यौं। त्यो मौन अजीब थिएन, परिचित थियो। उसले सोधी, किन टाढा भयो? त्यो प्रश्न मैले 1 वर्षदेखि आफैलाई सोधिरहेको थिएँ, तर उसलाई सत्य भन्न सकिन। किनकि यदि मैले भनेको भए तिमी खुसी रहोस् भनेर, त्यो वाक्यले उलाई दोषी बनाइदिन्थ्यो। म उसलाई दोषी बनाउनु चाहदैन थिएँ। मैले भने, म अल्मलिएको थिएँ। ऊ हाँसी, तर त्यो हाँसो पहिले जस्तो थिएन। त्यो हाँसोमा अभ्यास थियो, सहजता थिएन। त्यसपछि हामी भेट्यौं। पुरानो क्याफे, उही कुनाको टेबल, सबै कुरा उस्तै थियो, हामी बाहेक। ऊ धेरै परिपक्व देखिन्थे।
आँखामा थकान थियो, तर आत्मामा नयाँ बल। उसले भनिन्, म तिमीलाई कहिले रोक्न सकिन। त्यो वाक्यले मेरो भित्रको सबै बाँध फुटाइदियो। मैले मनमनै चिच्याए, किनकि म रोक्न लायक थिएन, तर मुखबाट केही ननिस्कियो। हामीले हाम्रा बीचका खाली ठाउँहरूबारे कुरा गर्यौं, तर त्यो खालीपन कुनै शब्दले भरिन सकेन। उसको जीवनमा अरू कोही थियो। उसले खुला रूपमा भनिन्, त्यो सुन्दा म ढलिन, किनकि म त्यसका लागि पहिल्यै तयार थिएँ। तर जब उसले भनिन् ऊ राम्रो छ, मेरो मन एकपल्ट साँच्चीकै कमजोर बन्यो, किनकि म उसलाई खराब हातमा छोडेर गएको थिएन। मायाको नाममा मैले उसलाई सुरक्षित ठाउँमा छोडिदिएको थिएँ। ऊ भन्छे, तर कहिलेकाहीँ म तिमीलाई खोज्छु। त्यो स्वीकारोक्तिले मलाई खुसी बनाउनु पर्ने थियो, तर त्यो भन्दा बढी डर लाग्यो, किनकि यदि ऊ फेरि मेरो नजिक आयो भने के म फेरि उसको बोझ बन्छु? म उसलाई त्यही रोक्न चाहन्थे, तर प्रेमले कहिले स्वार्थ सिकाउँदैन। मैले भने, खुसी छौ भने त्यो नै काफी छ। ऊ लामो सास फेर्छे र भन्छे, तिमी किन यति सजिलै छोड्न सक्छौ? म उसलाई भन्न चाहन्थे, किनकि म तिमीलाई सजिलै होइन, धेरै गाह्रोसँग छोड्दै आएको छु। तर फेरि मौन। हामी छुट्टियौं। यो पटक कुनै वाचा बिना, कुनै अपेक्षा बिना। तर त्यो भेटपछि म बुझ्न थाले, म अझै पनि उसँग अधुरो थिएँ। म उसलाई छोड्न सक्थेँ, तर माया छोड्न सकेको थिइनँ। सायद भाग 3 त्यहीबाट सुरु हुन्छ, जहाँ मौन बोल्न थाल्छ र माया अन्तिम सत्यसँग आमने सामने हुन्छ। उसँग भेटिएको त्यो दिनपछि म धेरै समय आफूलाई नै सुन्न थाले। पहिले म उसको आवाज सुन्न डराउँथे, अब आफ्नै मनको आवाज सह्य गर्न गाह्रो हुन थालेको थियो। म बुझ्न थाले, त्यही हामी दुवैले बुझ्यौं, हामी एउटै कारणले चुप लागिरहेका थियौं। माया भएर पनि एक अर्कालाई बचाउन आफू हराइरहेका थियौं। केही समय हामी चुप लाग्यौं। त्यो मौन पहिले जस्तो पीडादायी थिएन, त्यो मौन स्वीकारोक्तिको थियो। उसले अन्तत भनिन्, अब ढिलो भइसकेको छ। मैले टाउको हल्लाए, हो, तर ढिलो भए पनि सत्य बोल्न पाउनु जरुरी थियो। हामी दुवै रोएनौं, किनकि यो बिछोड दुःखको थिएन, परिपक्वताको थियो। ऊ उठी, मैले रोकिन। जाँदै गर्दा उसले भनिन्, तिमीले मलाई साँचो माया गरेको रहेछौ। मैले मुस्कुराए, र तिमीले पनि। त्यो अन्तिम संवाद थियो। आज म उसलाई सम्पर्क गर्दिन, ऊ पनि गर्दिन, तर हरेक पटक ऊ खुसी देखिन्छे भन्ने सुन्दा मेरो मन हलुका हुन्छ, किनकि मायाको अन्तिम रूप पाउनु होइन रहेछ। मायाको अन्तिम रूप शान्त भएर छोडिदिन सक्नु रहेछ। म उसबाट टाढा छु, तर घृणाले होइन, आदरले। म उसको जीवनको कुनै अध्याय हो, पुरै किताब होइन, र त्यो नै मेरो सबैभन्दा ठूलो सन्तोष हो। उसको खुसीको लागि उसैसँग बोल्न छोडिदिए। यो भन्दा बढी माया गर्न म जानिन।